दर्शकबिनहरू, बसन्त र शिशिर मधुको बारेमा कुरा गर्दै गर्दा वा शिशिरले बसन्तलाई दाइ तपाईँ 81 मधुलाई नछोड्नुहोस्, छोडिदिनु भयो भने वा कुराकानी बन्द गर्नुभयो भने मधु आफ्नो ज्यान पनि फाल्न सक्छ, मधु मर्न पनि सक्छ। बरु दाइ तपाईँ भाउजूले थाहा नपाउने गरी दिनमा जसरी भए पनि एकचोटि फोन गर्नुहोस् भनेर भन्दै गर्दा त्यतिखेरै रिता भाउजू आएर शिशिरले भनेका सम्पूर्ण कुराहरू उहाँले सुन्छ र शिशिरलाई उसले नाना थरीका कुराहरू भन्छ, शिशिरलाई गाली गर्छ र बसन्तलाई लिएर जाँदा बाटोमा बसन्तले के भयो किन कुरा नबुझेको भनेर भन्दै गर्दा रिताले मैले सबै कुरा आफ्नै कानले सुनिसकेको, तपाईँको भाइ हाम्रो र तपाईँको सम्बन्ध बिगार्न खोजेको देखिन्छ, हाम्रो र तपाईँको पारिवारिक सम्बन्धलाई बिगार्न खोजेको देखिन्छ, हाम्रो वा तपाईँको सम्बन्धलाई छुटाउन खोजिरहेको देखिन्छ। भनिन्छ नि, शत्रु खोज्न कतै जानु पर्दैन, घरमै छ भने शत्रुको के को कमी भनेर यसरी भन्दै गर्दा बसन्त रिसमा चुर भएको देखिन्छ। बसन्त रिताको कुरा सुन्दा सुन्दा दिक्क भएर रिसमा चुर भएर ऋतुलाई एक झापट हानेको देखिन्छ। आज बसन्त ऋतुलाई कुटेको छ। दर्शकबिनहरू, अब रिता बसन्तसँग नबस्ने योजना बनाएको छ, बसन्तसँग छोडपत्र गर्ने भएको छ। बसन्तलाई रिताले आफ्नो जिन्दगीदेखि सदाको लागि हटाउनेछ, छोडिदिनेछ। रिताले बसन्तलाई मधुकै लागि उसले छोडिदिने योजना बनाइसकेको देखिन्छ। दर्शकबिनहरू, के साँच्चै बसन्त र ऋतुको डिभोर्स होला त? रिता र बसन्त छुटिएला त? के अब रिता र बसन्त सँगै नबस्ने हो त? बसन्त पुनः मधुलाई नै अपनाउने हो त? यी सम्पूर्ण कुराहरूको बारेमा तपाईँले अवश्य नै थाहा पाउनुहुनेछ। कृपया भिडियोलाई अन्तिमसम्म हेरिदिनुहोला। दर्शकबिनहरू, पहिला यो पनि हेरौँ। भाउजूले पनि तपाईँले मधुसँग गरेको प्रेम सहन नसकेर त उसलाई बिर्से भनेर तपाईँलाई टर्चर दिएको होइन र? हो, अब मैले यी सबै कुराहरू त्याग्छु भनेकै छु त, तर रिताले बुझ्दिनन्। हेर त, आज मधुको बुवा पनि मेरो सामुन्यमा आएर मेरो नजिकै आएर धेरै बेर रुनुभयो। समस्या पनि कति हुन् मेरो त। यतातिरको समस्या टाल्न खोज्छु, फेरि अर्कोतिरको समस्या भत्किन थाल्छ, फेरि अर्कोतिर गएर टाल्न खोज्छु, यतातिर भत्किन थाल्छ। खै अब मेरो जिन्दगी पनि यसै गरी आफ्ना समस्याहरू टाल्दै जाने हो कि जस्तो लाग्न थाल्यो। अब त मधुले पनि तपाईँको बिहे भएको कुरा थाहा पाइसक्नु भयो के रे? यति भएपछि त तपाईँको एकतिरको समस्या टारिन सक्छ होला नि दाइ, चिन्ता नगर्नुहोस्। मेरो बिहे भएको कुराले मधु पागल भकी छे रे। त्यसैमाथि आज बिहान रिता गएर पनि मधुलाई बेसरी झपारी छे। बुवाले आफ्नो छोरीलाई त्यो अवस्थामा देख्न नसकेर मसँग यहाँ आएर धेरै बेर रोएर दिनको एकपटक जसरी भए पनि मेरो छोरीलाई फोन गरिदिनुस्, फोन गरिदेऊ, नत्र मेरी छोरी बौलाएर मर्छे भनेर बिन्ती गर्नुभएको थियो। यो कुरा सबै मलाई थाहा छ दाइ, तपाईँले र मधुको बुवाले गरेको कुरा सब सुनिसकेँ मैले। त्यसपछि मलाई पनि साह्रै नरमाइलो लाग्यो। बिचरा यसरी कपाल फुल्दै लागेका बाउ छोरीको कारणले हाम्रो साथमा आएर आज मायाको भिख माग्नु परेको छ। हेर्नुहोस् त, अब मैले के गरौँ त? केही न केही उपाय बताइदेन शिशिर। तपाईँले यसरी एकैचोटि मधुलाई छोड्नु हुँदैन, नत्र ऊ बौलाएर हिँड्छे। त्यसैले कहिले काहीँ दिनको एकपटक फोन गरेर सम्झाउनुहोस्। यो कुरा रिता बाउजीले थाहा पाउनु भएन। यदि उहाँले थाहा पाउनु भयो भने उहाँको पनि मन दुख्छ। त्यसपछि रिता बाउजूलाई तपाईँले दिनुपर्ने माया र साथमा कहिले कमी हुन नदिनुहोस्। यति भएपछि तपाईँको समस्या बलियो भएर टालिन सक्छ अनि तपाईँलाई केही न केही राहत पनि मिल्न सक्छ। खै के गर्ने के? म माथि यति धेरै समस्याहरू तिनै मेरी सौतिनी आमा र मामा भनाउँदाले थुपारिदिएर गएका हुन् के? उनीहरूलाई पाप त पक्कै लाग्छ। भयो, अब मनमा धेरै कुरा नखेलाउनुहोस्, हिँड्नुहोस् घरतिर, बहिनी आएकी छन्।
बहिनी आएको बेलामा तपाईँ यसरी बाहिर बस्दा उनको मन खिन्न हुन सक्छ। बहिनी पनि रिता मसित त्यसरी रिसाएको देखेर नराम्रो लागेर होला हिँडिसकिछे। अहिले तपाईँको घरमा छिन्। म घर आउँदै गर्दा बाटोमा भेटेको थिएँ। त्यसपछि फेरि तपाईँको घरमा लगेर भाउजूलाई खाजा बनाएर दिनुहोस् भनेर यता आएको म। आमाहरू त आएनछन् के रे? सायद अब यतातिर नआउने सुरु गरेका हुन् कि। हामी दुई भाइ गएर त्यति धेरै कुरा गरेर अब उतैतिर आउनुहोस् सबैजना मिलेर बसौँ भनेर सम्झाएकै हो के रे। यति भन्दा भन्दै नआउनेलाई अब गएर घिसारेर ल्याउन मिलेन। भयो, छोडिदिनुहोस् पो दाइ। हेर्न, अब ठुली भाउजू पनि हाम्रो घरमा नबस्ने जस्तो कुरा सुनेको थिएँ। खै के कुराले उहाँको चित्त बुझेको छैन कुन्नी? खुलस्त भनी हुन्थ्यो। उहाँ तपाईँको घरमा नबसेर के भयो त? बहिनी छिन्, भाउजू हुनुहुन्छ। उस्तै पर्यो भने म पनि उतै आएर सँगै बस्न बेर लाउँदिन। एउटा घरमा अभिभावक नहुँदा त्यो घर कस्तो हुन्छ भन्ने उदाहरण मेरो घर हो शिशिर। त्यसैले जोसुकैको घर भए पनि त्यो घरभरि चाहे मान्छेहरू किन भरिएका नहुन्, तर त्यो घरमा एउटा अभिभावक नहुने हो भने त्यो अभिभावक नभएको घर सधैँभरि रित्तै देखिँदो रहेछ। बिस्तारै बानी पर्छ दाइ, अनि यस्तो कुराले आफू व्यवहारिक हुन सिकिन्छ। त्यसैले धेरै नसोच्नुहोस्, हिँड्नुहोस् जाम। शिशिर, सुन्ने एउटा कुरा। भन्नुहोस् न। अबदेखि मैले मधुलाई दिनको एकपटक फोन गरौँ कि नगरौँ? मैले अघि नै भनिसकेँ त दिनको एकपटक गर्नुहोस् भनेर। तर यो कुरा रिता भाउजूले थाहा पाउनु भएन। कतै घाँस काट्न जाँदा या पँधेरामा जाँदा फोन गर्नुहोस्, केही फरक पर्दैन। एक न एक दिन यो कुरा रिताले थाहा पाइन् भने झन् घरमा कलह पो मचिने हो कि? यो कुरामा रिता भाउजूले कलह मचाउनु भयो भने कसको के लाग्छ र? आखिर मधु पनि रिता जस्तै नारी हो र रिता भाउजू पनि मधु जस्तै नारी। आखिर एउटा नारीको कारणले अर्को नारीको आँखाबाट आँसु खस्दा भगवान खुसी त हुँदैन होला नि। यो कुरा रिताले बुझ्नु पर्यो नि। त्यसैले त भनेको नि मैले, अबदेखि फोन गर्दा रिता भाउजूलाई थाहा नहुने गरेर गर्नु होला भनेर। बाबु भनेपछि तपाईले आफ्नो दाइलाई घरमा श्रीमती हुँदाहुँदै बाहिरी केटीसँग भेट, फोनमा कुरा गर भनेर सिकाउनु हुँदो रहेछ होइन? शत्रु खोज्न टाढा जानु पर्दैन भन्ने सुनेकी थिएँ। हो रहेछ, शत्रु त आफन्त भित्रै हुँदो रहेछन्। भाउजू तपाईले पहिला कुरा बुझेर मात्रै बोल्नुहोस्। मैले सबै कुरा बुझिसकेँ, अब केही बाँकी छैन बुझ्नलाई। बसन्ते, तपाईँ खुरुक्क घर हिँड्नुहोस्। सुन्नु भएन? खुरुक्क घर हिँड्नुहोस् भनेको। मैसहुला वचन देउताले नि साथ नदिँदा दुख्दो रहेछ मन। रिता, रिता सुन न। के सुन्नु पर्यो र मैले? अनि के सुन्न बाँकी छ र? तिमी कुरै नबुझी किन यसरी रिसाउँछौ के? पहिला मेरो कुरा त राम्रोसित बुझ। सबै कुरा बुझिसकेकी छु। आजसम्म तपाईँ त्यो मधु भन्ने केटीसँग फोनमा बोल्न, प्रेम लीला गरेर बस्न, भेट्न, सबै कुरा सिकाउने त्यही तपाईँको भाइ शिशिर रहेछ होइन? मुखमा जे आउँछ त्यो बोल्ने छुट छैन तिमीलाई। बेकारमा हुँदै नभएको कुरा गरेर अहिले आएर हामी दाजुभाइको सम्बन्धलाई टाढा गराउन पाउँदिनौ तिमीले। कस्तो हुँदै नभएको कुरा हो? मलाई थाहा छ तपाईँ त्यो मधु भन्ने केटीसँग बिस्तारै टाढा हुने कोसिस गर्दै हुनुहुन्छ, तर तपाईँको भाइले त्यो मधु भन्ने केटीसँग फोनमा कुरा गर्नुस्, भाउजूले थाहा नपाउने गरी भनेको मेरै कानले सुनेको अनि मेरै आँखाले देखेको। मैले प्रत्यक्ष देखेको र सुनेको कुरालाई तपाईले हुँदै नभएको भनेर कसरी भन्न सक्नुभयो? अलि सुस्त बोल। तिमी अहिले आफ्नो घरभित्र छैनौ, बाहिर सार्वजनिक ठाउँमा छौ।
यसरी बाहिर सार्वजनिक ठाउँमा यसरी चिच्चै बोल्दाखेरि मेरो मात्र होइन तिम्रो पनि इज्जत जान सक्छ। इज्जत जानलाई त पहिला इज्जत नि हुनु पर्यो नि। तपाईहरु जस्तो घरकी श्रीमतीलाई दुःख दिएर बाहिरी केटीहरुसँग प्रेम लीला गर्नेहरुको के इज्जत छ? अनि आफ्नी भाउजूलाई दुःख दिएर बाहिरी केटीसँग प्रेम लीला गरेर बस भनेर दाइलाई सिकाउने तपाईको त्यो भाइको के इज्जत छ? भन्नुस् मलाई। आज तपाईले ममाथि हात पनि उठाउनु भयो हैन? हो, मैले हात उठाएँ। अब के गर्न सक्छौ गर। तर तिमी यसरी मेरो भाइ शिशिरको बारेमा नराम्रो बोलेको सहन सक्दिन मैले। मेरो भन्नु यति हो। ठीक छ, आज तपाईले मलाई त्यही भाइको कुरा सुनेर थप्पड हान्नु भयो। भोलि फेरि त्यसैको कुरा सुनेर ज्यान पनि लिनु होला मेरो। रिता, तिमी बुझ्ने मान्छे हौ, बुझ्ने कोसिस गर। तिमीले मलाई पहिला मधुसित टाढा भएर बस भनेर भन्यौ। ठिक छ नि त भनेर म मधुसित टाढा भएर बसेँ। अहिले फेरि तिमीले हामी दाजुभाइलाई टाढा गराउन खोज्छौ भने मैले सहन सक्दिनँ। बरु तिमीसित छोडपत्र गरेर बस्न सक्छु। तर म हामी दाजुभाइसित टाढा भएर बसेर तिमीसित मात्रै एकल काटे भएर बस्न सक्दिनँ म। भनेपछि अब तपाईले मसित छोडपत्र गर्ने अवस्थामा पुग्नु भयो हैन? ठीक छ, मसित छोडपत्र गरेर तपाईले त्यही मधु भन्ने केटीलाई ल्याउन खोज्नु भएको हो भने त्यो पनि इच्छा पूरा गर्दिउँला। मैले तिमीसित छोडपत्र गरेर अरू कसैलाई तिम्रो ठाउँमा स्वास्नी बनाएर ल्याउन खोजेको होइन रिता। जब श्रीमानले श्रीमतीलाई अनि श्रीमतीले श्रीमानलाई बुझ्न सक्दैन भने त्यो सम्बन्ध लामो समयसम्म टिकाएर राख्नुको के अर्थ? जानुस्, भर्खरै डिभोर्स पेपर लिएर आउनुस्, म तुरुन्तै साइन गरिदिन्छु। जानुस्, जानुस् भनेको सुन्नु भएन? जानुस्। कर्मै हारा भए दर्शकबिनहरू, आज बसन्त एक्लै भएको छ। बसन्तलाई तिमी यतिकै कुरै नबुझी किन यतिकै आवेग आउँछौ भन त? बसन्तलाई एउटा सानो तिल जत्रो कुरालाई पहाड बनाएर हामी लोग्ने स्वास्नी झगडा गरेर फाइदा कसलाई हुन्छ? मलाई थाहा छैन, तर सम्बन्ध टिकाउने हो भने त्यो मधुसँग भेट, बेला बेलामा भाउजूले थाहा नपाउने गरी फोन गर भनेर सिकाउने त्यो तपाईको भाइसँग कहिल्यै पनि संगत गर्न पाउनुहुन्न तपाईले। सबैसित मलाई टाढा गराएर एक्लै भएको के छ। पाउँछौ भन त? बसन्तलाई तपाईको माया, केशरीले पनि साथ किनकि म छोडिदिइसकेको तपाईको छ भने श्रीमती हुँ। बसन्तलाई सृजनाले पनि साथ छोडिदिइसकेछ। प्रियपछि एउटी श्रीमतीले आफ्नो श्रीमानबाट पाउने माया कस्तो हुन्छ भनेर आजसम्म महसुस गरेकी छैन मैले। बिहे भएको यतिका समय भयो, तपाईले आजसम्म त्यो मधुलाई जसरी ख्याल राख्नुहुन्छ त्यसरी मेरो ख्याल राख्नु भयो? छोडिदिइसकेको छ भने रिता, तिमीलाई मैले के कुरामा ख्याल राखिन अनि के कुरामा माया दिन सकिन भन त? भयो, अब यसको उत्तर दिन जरुरी छैन मलाई, किनकि तपाई त मसँग छोडपत्र गर्न तयार भएको मान्छे हो र आज म माथि आफ्नो भाइको कुरा सुनेर हात पनि उठाइसक्नु भयो। रिता, तिमी कस्तो अबुझ भाकी के?